फेरि अर्को 1000 रुपैयाँ छुटाउनु होला है, किनकि साल्पा विकास बैंक लिमिटेडले पुस 16 गतेदेखि पुस 20 गतेसम्म सर्वसाधारणको लागि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति शेयर 100 रुपैयाँ अङ्कित मूल्यमा 14,39,179 किता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम 25,000 किताका लागि आवेदन दिन सक्नेछन्। 0.09 इपिएस र 101.20 नेटवर्थ रहेको यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यस आइपिओको ओपनिङ रेन्ज भने 101.20 देखि 303.60 हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले मेरो शेयर एप मार्फत आवेदन दिन सक्नेछन्।